नमस्कार भाइ बहिनीहरू। आज चाहिँ म क्लास 11 को इकोनोमिक सब्जेक्टको च्याप्टरहरूको बारेमा तपाईँहरूलाई बुझाउन जाँदैछु है। हाम्रो इकोनोमिक सब्जेक्टको चाहिँ कोड भनेको 3031 हो है। यसमा चाहिँ हाम्रो 75 मार्क्सको थ्योरी हुन्छ र 25 मार्क्सको चाहिँ प्र्याक्टिकल हुन्छ है। थ्योरीभित्र चाहिँ हाम्रो 6वटा च्याप्टरहरूलाई कभर गर्नुपर्ने हुन्छ भने हाम्रो प्र्याक्टिकलमा चाहिँ तपाईँहरू क्लासमा कलेजमा गइसकेपछि विद्यार्थी भइसके पछाडि कति दिन प्रेजेन्ट हुनुभयो त्यसको आधारमा अनि प्रेजेन्टेसनहरूको आधारमा अनि तपाईँहरूले बुझाउनु भएको नोट असाइनमेन्ट भाइभाहरूको बेसमा रहेर हामी के गर्छौँ त इन्टरनल मार्क्सहरू प्रोभाइड गरिरहेका हुन्छौँ भने यता 75 मार्क्स चाहिँ के देखिन्छ त भन्दाखेरि तपाईँहरूको 6वटा च्याप्टरभित्रको क्वेसन्सहरूबाट चाहिँ अथवा क्युरिजहरूबाट लेसनहरूबाट चाहिँ पर्ने गर्दछन् है। अनि यो 6वटा च्याप्टरहरूलाई चाहिँ हामीले के गरिएको छ त भन्दाखेरि क्वेसन्स आउँदाखेरि चाहिँ 22 नम्बरसम्म क्वेसन आउँछ, जसलाई चाहिँ ग्रुप ए, ग्रुप बी, ग्रुप सी गरेर छुट्याइदिएको हुन्छ र यसरी छुट्याउँदाखेरि ग्रुप ए भनेको चाहिँ 1 to 11 नम्बरसम्मको हुन्छ, जसलाईमा चाहिँ हामी 1 मार्क्सको क्वेसनहरू देख्न सक्दछौँ भने ग्रुप बीमा चाहिँ 12 to 19 नम्बरसम्मको क्वेसन हुन्छ, जसमा 12 नम्बरमा एउटा अरमा आउँछ, अर्को भनेको चाहिँ 19 नम्बरमा पनि एउटा अरमा आउँछ है। यस्तो देख्नुहुन्छ टोटल 8वटा क्वेसनहरू हुन्छ है भने यसबाट चाहिँ हाम्रो के भयो त 8 into 5 गर्दा 40 मार्क्स यताबाट आउँछ। उता हाम्रो के देखियो त 11वटा क्वेसन्स चाहिँ 1 मार्क्सले गर्दाखेरि 11 मार्क्स त्यो भयो भने अब अर्को कहाँ छ त भन्दा ग्रुप सी छ। ग्रुप सीमा चाहिँ हाम्रो 3वटा क्वेसनहरू सोधिन्छ 20, 21 र 22 नम्बरको क्वेसनमा है, जहाँ चाहिँ के छ त भन्दा 8 मार्क्स क्यारी गर्ने क्वेसनहरू हुन्छ र 22 नम्बरको क्वेसनमा चाहिँ अरमा पनि आउने गर्दछ। अब ग्रुप सी को 3 क्वेसन्स इन्टु 8 गर्दा 24 भयो। ग्रुप 2 को हामीहरूको चाहिँ 5 into 8 गर्दा 40 भयो। अनि ग्रुप ए को चाहिँ हाम्रो के त 1 into 11 गर्दा 11 मार्क्स भयो। इन टोटल कति भयो त 75 मार्क्स चाहिँ यसरी आउने गर्दछ। अनि च्याप्टरहरू चाहिँ के हुन् त भन्दाखेरि हाम्रो चाहिँ फर्स्ट च्याप्टर बेसिक कन्सेप्ट अफ इकोनोमिक्स एन्ड एलोकेसन अफ रिसोर्सेस, सेकेन्ड च्याप्टर भनेको माइक्रो इकोनोमिक्स, थर्ड च्याप्टर भनेको हामीहरूको म्याक्रो इकोनोमिक्स, फोर्थ च्याप्टर भनेको हामीहरूको इकोनोमिक ग्रोथ डेभलपमेन्ट एन्ड क्यापिटल फर्मेसन, फिफ्थ च्याप्टर भनेको नेप्लिज इकोनोमी अनि सिक्स्थ च्याप्टर भनेको चाहिँ क्वान्टिटेटिभ एनालाइसिस।